प्रस्ताव नगरेको प्रेम भएर होला गुनासो गर्ने ठाउँ नै रहेन। सायद यही कारण थियो कि म मौन बसे, किनकि त्यो माया थियो जुन शब्दको खोजमा थिएन। अनुभव पर्खाइ थियो प्रस्ताव नगरेको हुनाले। आज तिमीलाई गुमाउँदा म गुनासो पनि गर्न सक्दिन। तिमी कुनै दिन मेरो थियौ भन्ने अधिकार पनि छैन। अनि तिमीलाई गुमाएको पीडाहरूलाई पोख्ने ठाउँ पनि त छैन। म त केवल आफैसँग झगडा गर्छु, आफैसँग रिसाउँछु अनि आफैसँग गुनासो गर्छु। किन मनमा राखे तिमीलाई? किन तिमीलाई यो मनले रोज्यो? जब नियतिले तिमीलाई कहिले मेरो बनाउन दिएन। माया त मनभरि अथाह थियो, न त तिमीले देख्यौ न त मैले भन्न नै सके। यो माया त आत्माले आत्मासँग बोलेको मौन संवाद जस्तै थियो। माया